लाइभ गर्ने नै होइन नि कसको घरमा झगडा पर्दैन र हरेकको झगडा परिहाल्छ नि होइन त्यो लाइभमा जुन मैले मुख छाड्यो भने मुख छाडेको त त्यो खासमा ततरमा त हो नि जम्मा होइन मैले भनेको लाइभ किन देखाउनु पर्यो सामान्य कुरो हो सामान्य हो नि झगडामा कसले तपाईँ हजुर भनेर गर्छ र झगडामा त हो नि त्यो त मजै आउँदैन झगडा गर्दाखेरि तपाईँ अनि किन रुनुहुन्छ खासमा होइन के उहाँले यदि लाइभ दर्शकले गाली गर्नु भएको छ है त्यही भएर मन दुख्या हो यदि उहाँले लाइभ नबसेर नै त्यो कोठाभित्र कुरा गरेको भए होइन कसैले नसुनिदिएको सुने पनि के हुन्छ र घरको मान्छेले सुनेर क्यामेराको अगाडि देखाएर सबैले स्क्रिन रेकर्ड गरेर हालिदियो होइन त्यो उहाँले यदि लाइभ मात्रै नबसेको भए त यो सायद 4 फेब्रुअरीबाट गाली त आउँदैन थियो होला नि तर फेरि तपाईँहरू अहिले एक आपसमा मिलिसक्नुभयो होइन माया प्रेम त्यतिकै छ मिलिसक्यो भने मेन्टल डिस्टर्ब हुन्छ नि त एक्कासी होइन मलाई त नत्र भने अहिलेसम्म त मेरो थ्रोबाट मेरो कारणले त्यो नराम्रो भन्नेहरू त थिएन नि एक्कासी छुचो देख्यो नि त मलाई छुचो भएको देख्यो के कारणले देख्यो त्यो चाहिँ के कारणले छुचो भयो त्यो त देखेन नि तपाईँहरू दुईजनामा चाहिँ पहिल्यै अब जुन बच्चा उमेरकोसँग विवाह गर्यो यिनीहरूको सम्बन्ध टिक्दैन भन्नेहरूका लागि त फेरि यो लाजमर्दो होला नि नामिन भाउजू के हो खासमा तपाईँहरूको माया प्रेम यति धेरै छ अनि मान्छेले जस्तो भन्नु त्यस्तै हुनु जस्तो देखियो के होइन होइन त्यस्तो केही पनि होइन त्यो भन्नेले भन्छ नि उहाँहरूले सामान्य हो कि यदि यसलाई गहिरो रूपमा लिनेहरू को हुनुहुन्छ थाहा छैन होइन हाम्रो बारेमा हेर्नु हाम्रो झगडाले हेर्नु भन्दा नि तपाईँको घरभित्र हेर्नु कि तपाईँको परिवारलाई चाहिँ कसको परिवारमा कस्तो छ त तपाईँको परिवारले तपाईँलाई गाली गर्छै गर्दैन त गाली गर्छ त गर्छ के कारणमा गर्छ त्यो पनि हेर्नु नि त हरेकको शिरमाथि हुने यस्तै हो होइन प्रायको हुने नै यस्तै हो प्रायको देख्छ कुनैको देख्छ कुनैको देख्दैन तर खासमा प्रायको हुने चाहिँ यस्तै नै हो सबैको म अहिले आएर एक्कासी यता छुच्चो भएको त होइन नि मेरो त बोल्ने खासमा मेरो बोली नै चर्को हो पहिलेदेखि उहाँलाई सोध्नु न छुच्चो नै हो एकदमै अलिकति अरू छोरी मान्छे भन्दा अलिक कडाइ छ पर्दैन उहाँलाई सोध्नु न मैले छुच्चो मैले गाली गर्नु उहाँलाई कराउनु त्यो उहाँलाई राम्रो लाग्छ कि लाग्दैन कराउनु ठिक लाग्छ कि नराम्रो लाग्छ कि के लाग्छ उहाँलाई नि सोध्नु शिरमाथिमा एकैछिन हाना पनि हुन्छ एकैछिन फेरि अँगालो मारेर माया प्रेम पनि गरिन्छ भन्छ नि हो सबैको त्यस्तै हो माया गरिदेऊ नि त नि